नमस्कार फुवारो, वेलकम टु माई मिनी ब्लग। दिस इज मी पूजा र आजको हाम्रो यात्रा रहेको छ पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा पर्न सफल सुन्दर एवं पर्यटकीय गन्तव्य तिजुक डाँडासम्म। फिदिम बजारबाट लगभग 20 किलोमिटर जति टाढा रहेको तिजुक डाँडा पुग्न मेची राजमार्ग हुँदै 2 किलोमिटर अगाडि बढेपछि सामदिन घन्टी पुग्न सकिन्छ र यहाँबाट दायाँ मोडिएर चोकमागु सिवा हुँदै 15 किलोमिटरको पक्की सडक यात्रापछि नौमी डाँडा बजार पुग्न सकिन्छ। नौमी डाँडा बजारबाट पातेभन्ज्याङ जाने बाटो पछ्याउँदै अलिकति अगाडि बढेपछि तिजक जाने बाटो भनेर लेखिएको सानो बोर्ड र सानो शाखा बाटो भेट्न सकिन्छ र यो सानो शाखा बाटो पछ्याउँदै लगभग 3 किलोमिटरको यात्रा पश्चात हामी तिजोक डाँडा पुग्न सक्छौँ। फाल्गुनन्द गाउँपालिका 1 नौमी डाँडा अमलाबुङ र फिलिम नगरपालिका 6 सिवाको सङ्गम स्थल समुद्र सतहबाट 4143 मिटर अग्लो डाँडाको रूपमा रहेको तिजोक सल्लाहको रुखहरूले घेरिएर आफैमा सुन्दर छ। पछिल्लो समय तिजोकमा तिजुक पर्यटन प्रवर्धन विकास क्षेत्रद्वारा पूर्वाधार निर्माण अभियान सञ्चालन भइरहेको छ। स्थानीय युवाहरूको श्रमदान, देश विदेशमा रहेका सहयोगी मन र स्थानीय सरकारको सहयोगमा समेत बहुसांस्कृतिक पार्कको रूपमा निर्माणाधीन अवस्थामै रहेको भए पनि आन्तरिक पर्यटकहरूको घुइँचो लाग्न थालेको छ। विभिन्न जात जातिका संस्कृति झल्काउने प्रतीकहरू अनि यहाँबाट देखिने सुन्दर हिम श्रृङ्खलाका दृश्यहरूले हरेक पर्यटकको मनै लोभ्याउँछ। हामीले यहाँ पुगेर भरपूर मनोरञ्जन लियौं। तपाई पनि जाने हैन त तिजुक डाँडा?